हस्, धन्यवाद हाम्रो आजको सञ्चालिका नानीलाई र मलाई विश्वास गरिकन यो समय दिनुहुने मण्डलीका सबै प्रभुका जनहरूलाई धन्यवाद दिन चाहन्छु र साथै यहाँ सबैजनालाई हाम्रो परिवार दुईजना छुटेछ, अर्कोचोटि आउँदा चाहिँ सायद सबै आउनुपर्छ जस्तो लाग्यो। छोरा र सानो छोरी छुट्यो, जेठी छोरी अनि हाम्रो चर्चको नानी र हामी परिवारबाट यहाँ सबैजनालाई जय मसीह। धन्यवाद। म केही समय तपाईहरुसँग मलाई दिएको विषय अनुसार म केही विषयमा बोल्ने होला भन्ने कुरा पनि मलाई गाह्रो भएन, किनभने खुसी लाग्यो तपाईहरुले विषय दिनु हुँदो रहेछ। त्यो अनुसार म आज तपाईहरुको बीचमा रहनेछु। हाम्रो खास घर धरान, तर हाल हामी इटरी बस्छौँ र इटरी नै अब भन्नुपर्छ, कारण 25 वर्ष भएछ हामी इटरीमा ठ्याक्कै 2000 जुलाईमा इटरी आएका थियौँ सेवाकाईको निम्ति भनेर। तर प्रभुले हामीलाई मण्डली हुन दिनुभयो र मण्डलीमा पनि हामीलाई एउटा सेवकको रूपमा राख्नु भएको छ र प्रभुलाई धन्यवाद। मेरो श्रीमती धेरैचोटि तपाईहरुसँग यहाँ सेवा गर्न आइसक्नु भएको छ, तर म चाहिँ अरू मण्डलीहरूमा पनि जानुपर्ने भएको कारणले गर्दाखेरि म अरू मण्डलीमा काठमाडौँमा बसिन्जेलसम्म लगभग 4वटा हप्ता, आज 5वटा हप्ता हुने रहेछ, 4टा हप्ता म अरू मण्डलीहरूमा पनि थिएँ र आज तपाईहरुसँग यसरी बातचित गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ। म खास पास्टर भन्दा पनि अलिक धेरै चाहिँ मास्टर हो है, किनभने पास्टर चाहिँ खै कसरी परमेश्वरले मलाई राख्नुभयो मलाई थाहा भएन, तर खास मलाई चाहिँ परमेश्वरले विगत 28 वर्षदेखि निरन्तर रूपमा, अघि यहाँ बाल संगतिको कुरा गर्दै हुनुहुन्थ्यो, त्यो बाल संगतिको टिचर्सहरूलाई तालिम दिन्छौँ हामी। विगत 28 वर्षदेखि 1996 देखि मैले टिचर्सहरूलाई तालिम दिँदै दिँदै आजको दिनसम्म यहाँ छु। अनि मेरो खास परमेश्वरबाट बोलावट चाहिँ बालबालिकाको बिचको सेवाकाई हो, तर त्यो सेवाकाई सँगसँगै परमेश्वरले फेरि मण्डलीमा पनि राख्नु भएको छ र मण्डलीमा पनि परमेश्वरले हामीलाई परिवारलाई चलाइराख्नु भएको छ। मैले सुरुवात गरेँ अब वचनमा। तपाईले देख्नुहुन्छ अहिले जब डिसेम्बर 1 लाग्छ नि, संसारभरि नै, अलिकति क्लियर हुन्छ होला है, संसारभरि नै यस्तो प्रकारको डेकोरेसन गरिन्छ है, संसारभरि नै। मैले हेर्दै थिएँ बाटोमा, उनीहरू क्रिस्चियन त होइन, तर क्रिसमसको लागि भनेर पैसाहरू खर्च गरेर मानिसहरूले सामग्रीहरू एकदमै राम्रो राम्रो सिंगारको कुराहरू गरिराखेको थियो। अनि तपाईँ र मैले कतिको याद गरेका छौँ, संसारमा सबैभन्दा धेरै बिक्री हुने, सबैभन्दा धेरै खर्च हुने विशेष गरी यो डेकोरेसनको लागि है, क्रिसमसको समय नै हो। खरबौं डलर खर्च हुन्छ, किनभने येशू ख्रीष्ट संसारमा चाड कम्ती थियो अनि त्यही भएर चाड अझै एउटा थपिदिन लाउनु भएको हो र हजुर। मैले अघि नै भने म चाहिँ पास्टर भन्दा नि मास्टर भएको कारणले गर्दा प्रश्न सोध्नेछु है तपाईहरुलाई। हो, प्रभु येशू ख्रीष्टले चाहिँ अझ हामी नेपालीको लागि त चाड कम्ती थियो, एउटा चाड उहाँले थपिदिनु भयो नि त। हजुर झुकेर पनि टाउको नहल्लाउनुस् है, हामी चाड मनाउने क्रिस्चियन होइन है, हामी चाड मनाउँदैनौँ। तरै पनि हामी यदि क्रिसमसलाई विचार गर्ने हो भने ख्रिस्टबिनाको क्रिसमस रमझम मात्र हो। देख्नुहुन्छ धेरै ठाउँमा रमझम मात्रै हुन्छ। म बाहिर संसारको कुरा गर्दिनँ, चर्चको कुरा गर्छु। धेरैवटा मण्डलीमा क्रिसमसको बेलामा खालि रमझम बाहेक अरू केही पनि हुँदैन। अलिकति त्यो नचलाएको भने चाहिँ अल्कोहल चलाउँदैन, बाँकी सबै हुन्छ, ख्रिस्ट हुँदैन। बुझ्नुहुन्छ मेरो कुरा? त्यही भएर तपाईँ र मैले याद गर्नुपर्ने कुरा चाहिँ, तपाईँ र मैले यदि क्रिसमस चाहिँ येशू ख्रीष्ट बिनाको क्रिसमस छ भने त्यो खालि सेलिब्रेसन मात्रै हो, खालि रमझम मात्र हो। अनि तपाईँ र मेरो क्रिसमस कस्तो हुनुपर्छ, मलाई दिएको विषय एकदमै मन पर्यो। अनि धन्यवाद जसले यो विषय छान्नुभयो र ठ्याक्कै मलाई यो विषयमा तपाईहरुको बीचमा बोल्ने मौका पाएँ। हामीले याद गर्नुपर्ने कुरा चाहिँ के भन्दा, येशू ख्रीष्टसँगको क्रिसमस मनाऊ। योभन्दा अगाडि कसरी क्रिसमस तपाईले मनाउँदै हुनुहुन्थ्यो अथवा मैले कसरी मनाउँदै थिएँ भन्ने कुरा छोडिदिउँ अब, तर आउँदो क्रिसमस चाहिँ ख्रीष्टसँगै मनाऊ। आमेन भन्नुस् न। आमेन।
है। घरिघरि आमेन, कतिवटा मण्डलीमा सायद आमेन भन्ने बानी छैन होला, कतिवटा मण्डलीमा चाहिँ जति बेला पनि आमेन होइन। म बाटोमा आउँदै थिएँ, झन्डै एक्सिडेन्ट भयो, आमेन भनेर लाउँछ। तल बसेर आमेन भन्ने कि नभन्नु हामी पो अल्मलिन्छौँ होइन। तर कुनै कुनै बेलामा हामीले याद गर्नुपर्ने, येशू ख्रीष्टको क्रिसमस मनाउन, हामी ख्रीष्टसँगै बसौँ न, ख्रीष्टसँगै हौँ न हामी भन्ने चाहिँ तपाईँ मेरो उद्देश्य हुनपर्छ। म दुईटा कुरा आज तपाईँहरूको बिचमा अलिकति पहिला राखेर त्यसपछि म आजको विषय जान्छु है। किन येशू ख्रीष्टसँगै क्रिसमस मनाउने त भन्दा, येशू ख्रीष्टलाई भेट्नु हुने दुईजना व्यक्तिहरू, दुईटा समूहहरूको बारेमा अलिकति पहिला विचार गरौँ। पहिलो समूह, ख्रीष्टको दर्शन गर्न ज्योतिषीहरू घरभित्र गए। पहिला त कहाँ गए? दरबारमा गए। तर जब उनीहरू घरभित्र गए नि, आज्ञाकारी भएर फर्के। आमेन। याद गर्नुहोस् है, दरबारमा जाँदाखेरि त उनीहरू के भन्ने विचारले गए? येशू ख्रीष्ट कहाँ जन्मनु भएको छ? दरबारमा। उनीहरूले दर्शन त नपाएको होइन, तर अपुरो अधुरो दर्शन उनले पाए। याद गर्नुहोस् है, परमेश्वरले दर्शन त दिनुभयो, ज्योतिषीहरूले संसारको मुक्तिदाता कहाँ जन्मिँदै हुनुहुन्छ भन्ने कुरा थाहा पाएन। तर मिठो कुरा के छ भने नि, सबैभन्दा आनन्दको कुरा चाहिँ नि, जब उनीहरू येशू ख्रीष्टलाई भेटे नि अनि आज्ञाकारी भएर फर्के। दोस्रो समूह थियो गोठालो। गोठालोहरूले जब उनीहरूले नि स्वर्गदूतबाट येशू ख्रीष्ट जन्मनु भएको कुरा थाहा पाए, अनि बाइबलमा लेखेको छ तुरुन्तै, इमिडिएटली, भरे जानेछु, भोलि जानेछु होइन, यो शनिबार त चर्च नगए पनि हुन्छ होला भन्ने विचार भएन उनीहरूको। क्या मिठो कुरा छ हेर्नुहोस् त। गोठालोहरू तुरुन्तै आज्ञाकारी भएर आतुरी साथ, हामी सङ्गतिमा आउँदाखेरि हामी कतिको आतुरी हुन्छौँ मलाई थाहा छैन, तर मलाई त शनिबारको दिन सङ्गति जानु पाएन भने जीवनमा सबैभन्दा ठुलो खल्लोको अनुभव हुन्छ। त्यही भएर मैले जहिले पनि यात्रा गर्दा कहिले पनि म शनिबार सङ्गति छोडेर यात्रा प्राय म गर्दिनँ। बिरामी हुँदाखेरि भिन्दै कुरा हो, तर प्राय सङ्गति छुटाउने काम हाम्रो परिवारबाट प्राय हामी गर्दैनौँ। आज्ञाकारी भएर आतुरी साथ ख्रीष्टलाई डोडोमा सुतिरहेको हेर्न गए। यो चाहिँ बाइबलको सत्यता हो, बाइबलमा लेखिएको छ। अब प्रश्न यहाँ छ, तपाईँ मेरो हृदयमा चाहिँ के लेखेको छ? हामी अनुग्रह मण्डली इटरीमा छौँ। हाम्रो अनुग्रह मण्डलीको तर्फबाट र हामी मण्डलीको पास्टर अनि मेरो मिसेस, हामी परिवारको तर्फ पनि यहाँ सबैजनालाई ह्याप्पी क्रिसमस र नयाँ सालको शुभकामना दिन चाहन्छौँ। धन्यवाद। अब मेरो विषयतिर म गएँ त। आजको बाइबल खण्ड हामी सबैजना मिलेर पढौँ है त। यहीँ छ, यहीँ पढिदिनुहोस्, त्यसो गर्दा अलिक छिटो पनि हुन्छ। हामी सबैजना मिलेर पढौँ। येशू ख्रीष्टको जन्म यस प्रकारले भयो। उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। यो कसलाई थाहा भएको हजुर? हजुर हजुर मरियमलाई। मरियमलाई त थाहा भइहाल्छ नि होइन? हजुर 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 खास वास्तवमा यो घटना तपाईँले हेर्ने भने चाहिँ यो चाहिँ योसेफलाई थाहा भयो, मेरो मगनी भएको मरियम चाहिँ गर्भवती भयो भनेर। त्यसपछि तर उनका पति योसेफ धार्मिक मानिस भएका हुनाले तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमा त्याग्ने इच्छा गरे। तर जब उनले यी कुरा विचार गर्दै थिए, सपनामा परमप्रभुको दूत देखा परे र उनलाई यसो भने, योसेफ दाउदको छोरा, तिम्रो पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउने छिन्, तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्नो मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनु हुनेछ। तपाईँ र मैले सबैजनाले यहाँदेखि तलसम्म पढौँ त। 1 2 3 स्टार्ट। उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनु हुनेछ। धेरैजनाले नबुझेको यो
बाइबलको खण्ड चाहिँ आज अलिकति हामी बुझ्नेछौँ। धेरैजनाले बुझ्नुहुन्न, प्रायः म नानीको बिचमा सेवाकाई गर्ने भएको कारणले गर्दाखेरि नानीहरू जवान भयो, क्वायरमा आएर गीत पनि गाइराखेको छ, परमेश्वरलाई आराधना गरिराखेको छ, तर येशू ख्रीष्टलाई विश्वास गरेका छैन। अनि प्रश्न यहाँनिर आउँछ, गीत गाउँदा उद्धार मुक्ति पाउँछ? हजुर, अघि भर्खरै गाउनु भएकोहरूले उद्धार मुक्ति पाउँदैन भन्नु खोजेको होइन है। यदि विश्वास गर्नु भएको छैन भने चाहिँ उद्धार मुक्ति पक्कै पाउनु भएको छैन। गीत त जसले पनि गाउँछ, किनभने म अब सुरुमा चर्च जाँदा विश्वासी नभइकन यो अगाडि आएर गीत गाएको, पछि पछि पो नियम बनाएर कुनै के बत्तिसमा भएपछि मात्रै गीत गाउन पाउँछ अरे के नियम बनायो। नभए पहिला त म भर्खरै चर्च जाँदाखेरि अब साथीहरू सबैजना अब सङ्गीतमा लागेको साथीहरू, मेन बस्ने अब सँगै शुक्रबारसम्म डायल र के खाने साथी होइन, ड्रग्स खाने साथी, ऊ अगाडि गएर झ्याम झ्याम बजाउँथ्यो, हामी पनि या क्या दाइ भयो ब्रो भन्थ्यौँ, अनि अगाडि बसेर गीत गाएकै हो। तर पछि मात्रै बुझेँ गीत गाएर उद्धार मुक्ति पाउँदैन रहेछ है। त्यही भएर यो बाइबलको खण्डलाई पनि आज अलिकति हामी विचार गरौँ है त। अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पुरा हुनलाई नै यी सबै भएका हुन्। हेर, एउटा कन्याले गर्भधारण गर्नेछिन् र त्यसले एउटा पुत्र जन्माउनेछिन् र उहाँको नाउँ इमानुएल राखिनेछ, जसको अर्थ हो परमेश्वर हामीहरूसँग। 24, योसेफ निन्द्राबाट बिउजे र परमप्रभुका दूतले उनलाई भने बमोजिम, उनले मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरे। अन्तिम, मरियमले पुत्र नजन्माउन्जेल योसेफले तिनीसँग सहवास गरेनन् र योसेफले उहाँको नाउँ येशू राखे। आउनुहोस् हामी छोटो भए प्रार्थना गरौँ ल। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँको वचनको निम्ति। म होइन, पवित्र आत्मा तपाईँ बोल्नुहोस्। अनि प्रभु, हाम्रो सुन्ने हृदय र सुन्ने कान तपाईँ भित्र चनाखको तुलाइदिनुहोस्, ताकि हाम्रो जीवन परिवर्तन भएर हामी साँचो रूपमा फर्किन सकौँ र तपाईँलाई केवल महिमा दिन सकौँ। येशू तपाईँको नाउँमा, आमेन। मत्तीको सामान्य परिचय एकदमै साधारण परिचय। हुन त तपाईँहरूले सबैजनाले यो विषयमा थाहा गरिसक्नु भएको छ, तर म एकदमै सामान्य परिचय दिन चाहन्छु। मत्तीको बारेमा हेर्ने उनी कर उठाउने थियो भनेर भनिन्छ र उनी प्रभु येशू ख्रीष्टको चेलाहरूमध्ये एकजना र उनी कर उठाउने व्यक्ति। र तपाईँले यसलाई राम्रोसँग हेर्नुभयो भने मत्तीको पुस्तक पहिला आरामिक भाषामा र पछि यसमा दुईटा मत छ। एउटा चाहिँ मत्ती आफैले नै पछि ग्रिक भाषामा लेख्यो भन्ने छ भने, कतिजनाले चाहिँ होइन मत्तीले होइन अरूले लेखेको भन्ने छ। तर जे होस्, यो यसलाई हामीले विचार गर्ने भने त्यो कुरा बुझ्छौँ भने प्राय 70 देखि 80 एडीमा यो लेखियो भन्ने कुरा हामी देख्छौँ। र यसको प्राय कुराहरू चाहिँ मर्कुसको खण्डहरूमा मिलेको कुराहरू हामी देख्छौँ, मर्कुसको पुस्तकसँग। यहुदी धर्मशास्त्रका अगमबाणीहरू येशू ख्रीष्टमा पुरा भएको बुझाउनु पर्थ्यो, कारण यहुदीहरूलाई। त्यही भएर यो लेखेको कुरा देख्छौँ भने विशेष चाहिँ यहुदीहरूलाई येशू नै ख्रीष्ट मसीह हुनुहुन्छ है। अगमबाणी गरेका कुराहरू, भविष्यवाणी गरेका कुराहरू, हाम्रै आफ्नै धर्मशास्त्रमा लेखेका कुराहरू चाहिँ केवल येशू ख्रीष्टको बारेमा हो भन्ने कुरा, र अब्राहमको वंशबाट र दाउदको वंशबाट येशू जन्मनु भयो भनेर यहुदी समाजलाई, त्यो समुदायलाई बुझाउन विशेष यो लेखिएको भन्ने कुरा हामी बुझ्छौँ। मलाई दिएको विषय यही विषय हो नि त हजुर? ओके है, मलाई दिएको विषय यो अनिश्चिततामा पनि आज्ञाकारिता। प्राय यदि हाम्रो जीवनमा अनिश्चितताको कुरा आयो भने, टुङ्गो लागेको छैन भन्ने प्रकारको विचार भयो भने के हुन्छ भन्ने कुरामा अलिकति हामी बुझौँ है त। थोरै हेरौँ, त्यसपछि मात्रै बाइबलमा हामी जानु। निश्चित नहुनुको भाव वा अवस्था, पक्का पक्की बाटो बन्द भनेर भने। मैले यसको बारेमा खोज्दै थिएँ, अझ थुप्रै कुरा थिए, तर यो विषय भन्दा पनि हामी बाइबलमा बुझ्नुपर्ने भएको कारणले गर्दा। तपाईँ यात्रा गर्दै हुनुहुन्छ, बाटो यस्तो भयो, के गर्नुहुन्छ? यदि त्यो बाटो बनाउँदै गरेकोले बस्नुहोस् 3 दिन जति लाग्छ खोल्नलाई अनि जानुहोस् भन्दा हामी पर्खन्छौँ त? योसेफले के गरे भन्ने बारेमा पनि यो अनुसार बुझ्न आवश्यक छ। बाटो यस्तो छ, यस्तो लेखेको छ भने हामी के गर्छौँ? तुरुन्तै फर्कन्छौँ।
तर योसेफ फर्के कि फर्केन अथवा उसले के गरे भन्ने विषयमा अलिकति बुझ्नेछौँ हामी है त। केही बुदाहरू छ आजको बाइबलको खण्डमा रहेर मैले केही बुदा बनाएको छु र पहिलो कुरा चाहिँ हामी हेरौँ, जोसेफले देखेको निश्चित सपना थियो कमा, किनभने उसको मगनी भइसकेको थियो नि कोसँग, मरियमसँग है, उसको मरियमसँग मगनी भइसकेको थियो। तपाईँले सुरुमा हेर्नुभयो भने जोसेफले उसको मगनी भएको कुराहरू हामी देख्छौँ 18 को कमा। उसले ग्रीन सिग्नल पाइसकेको थियो। मगनी भनेको त अब टोटल्ली नै उमेरै हो भन्ने हो, नभए प्रेम सम्बन्धमा हुने बित्तिकै उमेर हो भन्न पाउँदैन। के हुन्छ हुन्छ थाहा छैन, मान्छेको मन कति बेला परिवर्तन भएर म त तिमीलाई त मन पराउन छोडेँ भन्दै भने के गर्छ हैन। तर जब उसले ग्रीन सिग्नल पायो, किनकि उनले मगनी गरी मरियमसँग भएको थियो, तपाईँले ख खण्डमा पनि यो कुरालाई पाउनुहुन्छ। अलिकति विचार गरौँ हामी, विवाहितहरूलाई मात्रै, तपाईँ जसको विवाह भएको छैन तपाईँहरूलाई मेरो प्रश्न यो होइन, विवाह जसले गर्नुभयो त्यो मगनी गरेर विवाह गर्नेको लागि मात्रै हो। मन पर्यो ब्राङ्गे भगाउनेर त अब यो प्रश्न नगरौँ होला होइन। तर जसले मगनी गर्नुभयो, मगनी गरिसकेपछि विवाहको समयसम्म पर्खिँदा तपाईँले के विचार गर्नुभयो होला? हामी सबैले विचार केही न केही गर्छौँ, केही न केही सपना बुन्छौँ है। मेरो पनि मगनी भयो, त्यसपछि काठमाडौँमा आएर मगनी भयो र विवाह चाहिँ धरानमै भएको। अनि यो मगनी र विवाहको समयसम्म नि मान्छेले थुप्रै कुराहरू विचार गर्छन्, सपना बुन्छन्। मलाई लाग्छ जोसेफको मगनी हुँदा पनि उसले केही न केही सपना पक्कै विचार गरेको हुनपर्छ। अझ ऊ त धार्मिक मानिस भएको कारणले गर्दाखेरि उसले परमेश्वरलाई आराधना हामी दुईजना मिलेर कसरी गर्ने भन्ने सोच्यो होला। हामी जसले सेवाकाई गर्छौँ, सेवाकाई गर्ने व्यक्तिहरूले पक्कै नै हामी सोच्छौँ हामी दुईजना मिलेर परमेश्वरको सेवाकाई कसरी गर्ने, निश्चय नै सोच्छौँ। अनि उसले पनि यही सपना बुनेको थियो, कारण उसको सपनाको निश्चित थियो। जोसेफको सपना के भयो त्यसपछि तपाईँले गमा हेर्नुहोस्, उसले थाहा पायो मरियम त के रहेछ, गर्भवती रहेछ। उसको सपना के भयो, चकनाचुर भयो। सपना उडायो, सपना कता गयो। इटरीमा एकजना मान्छे छ, उसले चाहिँ एकदमै शरीरमा पत्ताहरूको लुगा लाएर हिँड्छ, पत्ताहरूको लुगा। अनि एकपल्ट मेरो श्रीमतीले चाहिँ अनि कसरी हिँडेको भन्दा उसले उल्टै जवाब दियो, कारण उसको दिमाग राम्रै छ, तर पछि गएर मैले बुझ्दै गर्दा उसको प्रेमिकाले उसलाई धोका दिएको कारणले गर्दा ऊ त्यसरी भएर हिँडेको। योसेफले पनि जब मरियमले त्यो कुराहरू बारेमा उसले थाहा पायो, त्यसपछि संसारमा हेर्ने हो भने गीत पो बनाउन सुरु गर्छ। फेरि गीत पनि त्यस्तै आइरहेछ होइन। अब हाम्रो पालामा नै हामीले गीतहरू सुन्दाखेरि अनि त्यस्तो मान्छेले प्राय अरुण लामाको गीत सुन्थ्यो होला होइन र। अरुण लामा गीतहरू प्राय त्यस्तै गीत छ नि, हामीले सुन्यौँ भने। तपाईँले याद गर्नुपर्ने र मैले याद गर्नुपर्ने, जब उसको सपना चाकनाचुर भयो नि, उसको सपनामा कालो बादलले के गर्यो, छोपिदियो। योसेफको सपना त्यस्तै भयो। मरियम उसले मन पराएको, उसले माया गरेको मरियमलाई उसले मगनी गरिसकेको थियो। तर मगनी पछि चाहिँ घटना घट्यो। जोसेफले देखेको सपनामा कालो बादलले छोपिदियो। हाम्रो पनि थुप्रै सपना हुन्छ, कतिचोटि कहिलेकाहीँ हाम्रो सपनाहरू अब त हुँदैन होला हौ भन्छौँ, कारण किन, मानवीय सोचाइले। तर हामी यसरी भन्दैन, प्रभु यो मैले देखेको सपना चाहिँ तपाईँबाटको हो भने जस्तोसुकै बाधा अडचनमा पनि म सफल हुन्छु, कारण तपाईँ मसँग हुनुहुन्छ। आमेन। हामी भन्दैनौँ, प्राय त्यसो गर्दैनौँ। होइन रहेछ भन्छौँ, अगुवाई भएन अरे भन्छौँ, अथवा के भन्ने शब्दहरू प्रयोग गर्छौँ। जोसेफले निश्चित सपनामा अनिश्चिततातिर मडियो, किनकि हामीले याद गर्छौँ मरियम त गर्भवती छ भन्ने कुरा थाहा पाए। अब यतिकै मात्र यो सकिँदैन होइन। यदि तपाईँ र म यो ठाउँमा थियौँ भने मलाई लाग्छ तपाईँ र मेरो जीवनमा थुप्रै कुराहरू हुन्छ। कतिजना त मण्डलीमा आउन छोड्छ,
हामी सँगसँगै चर्च जाँदै गरेको एकजना भाइ हुनुहुन्थ्यो, धरान अनुग्रह चर्चको कुरा गर्दैछु। अनि पछि त्यो चर्च भाइ चर्च आउन छोड्यो। अनि पछि किन त भन्दाखेरि कारण उसले पहिलो कारण चाहिँ भनेन, खास चर्च नआउनुको कारण के भन्ने कुरा चाहिँ पछि हामीले थाहा पायौँ। उसले एकजना बहिनीलाई मन पराउँदो रहेछ, तर त्यो बहिनीले चाहिँ मन पराएन रहेछ उसलाई। त्यो बहिनीको लागि चर्च आयो, तर पछि हामीले बुझ्दाखेरि किन नआएको भाइ भन्दाखेरि चाहिँ बाइबलमा यस्तो लेखिएको छ आफ्नो आमा बाउलाई प्रेम गर्नुपर्छ भनेर। अनि मेरो आमा बाउ त चर्च जाँदैन, त्यही भएर आमा बाउको प्रेमको खातिर पनि म चर्च आउन छोडेको भन्दै थिएँ। कतिचोटि तपाईँ मेरो कतिवटा अवस्था आयो भने वास्तवमै हामी चर्च जान छोड्छौँ। त्यो तपाईँ पनि हुनसक्छ, त्यो म पनि हुनसक्छ। तर मरियमले उसको सपना चकनाचुर हुँदा पनि यस्तो प्रकारको अवस्थामा उसले के गरे भन्ने कुरा चाहिँ आजको मुख्य विषय बन्दै जान्छ। किनभने हामीले बाइबलबाट सिक्नुपर्ने कुरा चाहिँ यहाँ छ, त्यो कुरा हामी हेर्छौँ। तर तेस्रो कुरा चाहिँ अनिश्चिततामा पनि धार्मिकताको पहिचान। यहाँ चाहिँ मुख्य कुरा छ प्रियहरू। हामी बाइबल पढ्छौँ, धेरै वर्ष बाइबल पढेकाहरू हौँ, तर बाइबल पढ्दै गर्दा कसैले आजभोलि त कतिजनाले मलाई एकजनाले आएर यसरी अगमबाणी बोलिदिनु भयो, केही समयपछि तपाईँ मेरो बारेमा कुरा गर्दैछु है, म अरूको बारेमा, केही समयपछि तपाईँलाई परमेश्वरले माथि पुर्याउँदै हुनुहुन्छ भन्नुभयो। अनि मैले प्रश्न गरेँ कस्तो माथि होला भने, है के माथि होला, तपाईँलाई चाहिँ माथि पुर्याउँदै हुनुहुन्छ भन्नुभयो। अनि पछि म एउटा चुनाव लडेँ। चुनाव भनेको मतलब फेरि यो राजनीतिक चुनाव होइन, कुनै एउटा समुदायको क्रिस्चियनहरूकै। अनि त्यहाँ हारेँ। अनि मैले विचार गरेँ यो मान्छेले कस्तो खालको अगमबाणी बोल्यो, उसले बढी अगमबाणी हो त म त यहाँ त जित्नुपर्ने हो त म त हारेँ। मेरो विचारमा त्यो सोचाइमा त्यो आयो क्या। कहिलेकाहीँ तपाईँ मेरो विचारमा त्यो कुरा आउन सक्छ, तर उसको जीवनमा भएको निश्चित भन्ने कुराबाट ऊ अर्कैतिर मोडे तापनि उसले आफ्नो पहिचान चाहिँ कसरी दियो, धार्मिकताबाट दियो। एउटा क्रिस्चियनको जीवनमा आएको सबै प्रकारको अवस्थाबाट ऊ कस्तो क्रिस्चियन भन्ने कुरा चाहिँ नि त्यसपछि मात्रै थाहा पाउँछ। जब जीवनमा बाधा बित्न आउँछ नि, बनेको काम भनेको काम लगानी गरेको कुराहरू हुँदैन, त्यसपछि चर्च गएर पनि फापेन पो भन्छ। चर्च फाप्न लाउँदै हुनुहुन्छ भने चाहिँ नआउँदा हुन्छ। चर्च फाप्ने कुराको लागि होइन, उद्धार मुक्तिको लागि हो। यति बेला चाहिँ आमेन भनिदिनुहोस् न। हो जबरजस्ती आमेन भन्न लाउँदैछु है मैले। चर्च फाप्ने र अफापको कुरा हुँदैन। चर्च भन्ने कुरा चाहिँ नि तपाईँ मेरो जीवनको सिद्धताको कुरा हुन्छ, धार्मिकताको कुरा हुन्छ, पवित्रताको कुरा हुन्छ। अनि योसेफले मजाको कुरा चाहिँ उसको त्यो कुराबाट पनि उसले आफ्नो पहिचान कसरी दिए, धार्मिकताबाट दिए। खुसी गुमाएको मानिसको महान विचार हेर्नुहोस् त। म चाहिँ के गर्छु, मरियमलाई गुप्तमै त्याग्छु, उसलाई म विरोध गर्दिनँ, कसको हो भनेर म समाज भेला गराउँदिनँ। यो धार्मिकताको पहिचान हो, पवित्रताको पहिचान हो, उसको महान विचार। हामी हेर्दै जाउँ। सर्वमा नपारी गुप्तमा त्याग्ने वास्तविक प्रेम प्रदर्शन। अनि मलाई योसेफकोबाट यो कुराबाट एउटा कुरा याद आयो। त्यो कुरा के भन्दाखेरि मैले त्यो यहाँ लेखेको छु, त्यो भने ईश्वरीय प्रेम के। ईश्वरीय प्रेम चाहिँ नि स्वार्थ लुकेको हुँदैन प्रियहरू। ईश्वरीय प्रेममा मैले प्राप्त गरिसकेपछि मात्रै म सफल भएँ भन्ने होइन। घुम्दा पनि तपाईँ र मैले चाहिँ प्रेम गर्नु चाहिँ ईश्वरीय प्रेम रहेछ। तपाईँ र मलाई अब अहिलेको क्रिस्चियन र पहिलाको क्रिस्चियनमा धेरै फरक छ। धेरै फरक। किन फरक छ थाहा छ? पहिलाको इसाईहरू म हेर्छु, उनीहरूलाई कसैले गाली गरे भने पनि कसरी भने हाँसेर होइन प्रेम प्रदर्शन गरिदिन्छ। अहिले त हामीले पनि हातमा दही जमाएको छैन पो भन्छ। कति फरक छ हेर्नुहोस् त। बाइबल पढ्नेहरूले यस्तो जवाब दिँदैन प्रियहरू। तपाईँले फेसबुकमा हेर्नुहोस् त, कुनै के अब रेब्रेन कुनै के गरेर जवाब दिइरहेको हुन्छ। त्यहाँ आइज मात्रै न भनेर जवाब दिइरहेको हुन्छ, हमला मात्रै गर्न भनेर जवाब दिइरहेको हुन्छ। अनि कहिलेकाहीँ हामी बाइबलभन्दा माथि पुग्ने प्रयास गर्छौँ। तर जोसेफको हेर्नुहोस् त, योसेफको हेर्नुहोस् त, ईश्वरीय प्रेम। अनि मलाई यो बाइबलको खण्ड यति बेला तपाईँहरूको लागि मेरो लागि पढ्न मन लाग्यो।
रोमी 5:8। तर परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै धर्मी भएपछि मात्र म तिमीलाई प्रेम गर्छु परमेश्वरको कन्डिसन थिएन के। हामी पापी हुँदै उहाँले प्रेम गर्नु चाहिँ उहाँको मान्यता हो। हामी पापी छँदै ख्रीष्ट हाम्रो पापको निम्ति मर्नुभयो। पहिला तिमी धर्मी हो अनि तिम्रो लागि म क्रुसमा मर्दैछु है, मलाई विश्वास गर्यौ, ल तिमी स्वर्ग जाने भयो त, ल म क्रुसमा गएँ भन्नु भएन क्या येशूले। म मेरो जीवनमा मलाई ठ्याक्कै याद भएन, तर पहिलोचोटि होला म जुत्ता लाएर तपाईँहरूको अगाडि यहाँ वचन बाँड्दैछु पुलपिटमा चढेर। तर कतिवटा मण्डलीमा जुत्ता लाएर माथि चढ्न दिँदैन, जुत्ता यहाँ खोल्नुपर्छ जुत्ता लाएर आउने भए पनि। अनि यो कुलपिट नभनौँ, कतिजनाले कुलपिट भन्छ, यो चाहिँ पुलपिट हो। अनि यो सार्न पनि पाउँदैन कति ठाउँमा। त हामीले प्रार्थना गरेर अभिषेक गरेको किन सारेको त पो भन्नुहुन्छ। अनि कहिले काहीँ हामी कता जाँदैछौँ त्यो मानसिकता क्या, हामी पहिला जसरी मान्दै आयो भने चर्चभित्र पनि त्यही कुरा गर्ने प्रयास गर्छौँ। त्यो गलत कुरा हो है, गलत कुरा हो। तर मलाई मजा लागेको कुरा चाहिँ नि योसेफलाई याद गर्नुपर्ने कुरा चाहिँ किन गुप्तमा त्याग्नु पर्ने त। अब अलिकति त्यतातिरमा हामी जाउँ। किन गुप्तमा त्याग्नु पर्ने, किन योसेफलाई त्यो विचार आयो। तपाईँले मैले थाहा पायौँ योसेफ के अरे हजुर यहाँ हेर्नुहोस् न, योसेफ के अरे धार्मिकताको पहिचान भएको मान्छे, धार्मिकतालाई आफ्नो जीवनमा याद गर्ने मान्छे। अनि यो मान्छेले किन मरियमलाई गुप्तमा त्याग्नु पर्ने त, कहिलेकाहीँ यो प्रश्न आउन सक्छ। त्यसको रिजन, त्यसको कारण छ वचनको आज्ञाकारिता। कस्तो वचन अलिकति हेरौँ है त। त्यस बेलाको समय अनुसार मग्नी भइसकेको सँग अथवा विवाह भइसकेकोसँग अथवा व्यभिचार गर्ने भन्ने शब्द लगाउँ, त्यति भयो भने चाहिँ त्यस बेलाको समयमा सहर बाहिर लगेर ढुङ्गाले हानेर मार्ने प्रचलन थियो। अनि यहाँ चाहिँ व्यवस्थाको पुस्तकमा तपाईँले हेर्नुभयो भने 22 अध्यायको 23 र 24मा हेर्नुभयो भने त के लेखेको छ भन्दाखेरि चाहिँ यदि मग्नी भएको केटी व्यभिचारमा फस्यो भने दुवैजनालाई, व्यभिचारी र व्यभिचार गर्ने दुवैजनालाई मार्ने प्रचलन थियो। जोसेफलाई नि मजाको कुरा चाहिँ नि परमेश्वरले त्यत्तिकै छान्नु भएको होइन क्या, ऊ साँच्चै नै धार्मिक मानिस थियो। मैले अस्ति पनि प्राय म कुरा गर्छु, कतिजनाले मलाई भन्नु तपाईँ यहाँ हुनुहुन्छ यति समय भइसक्यो अनि चर्चमा चाहिँ को हुनुहुन्छ भनेर धेरैजनाले मलाई सोध्नुहुन्छ। मलाई हिजो पनि सोध्दै हुनुहुन्थ्यो एकजनाले, चर्च यहाँ छौ अनि चर्चमा चाहिँ, मैले भने चर्चमा हामी थुप्रै अगुवाहरू हुनुहुन्छ तर पुलपिटको सेवकाई चाहिँ म यहाँबाट नि कसले बोल्ने भनेर चाहिँ प्राय यहाँबाट म मिलाउँछु अनि अरू चाहिँ उहाँहरूले गर्नुहुन्छ मैले भन्दै थिएँ। कारण किन भन्दाखेरि आजभोलि हामी सबैलाई माथि दिँदैनौँ, को आएर के बोलिदिन्छ भन्ने कुरा थाहै छैन। प्राय मान्छे यस्तो हुन्छ, त्यो साबुन बेच्ने मान्छे यस्तो क्या, एकजनाले चाहिँ साबुन बेच्दो रहेछ, लिनुहोस् यो साबुन लिनुहोस्, यो साबुनले नुहाउनु भयो भने तपाईँले सेम्पू किन्नु पर्दैन। साँच्चै मान्छेले गएर साबुन किन्दो रहेछ, मजाले नुहाउँदो रहेछ, ओहो साँच्चै नै राम्रो छ, लिनुहोस् यो साबुनले लुगा धुनु भयो भने तपाईँको लुगा सेम्पूमा के अरे यो सर्फमा भिजाउनु पर्दैन, साँच्चै राम्रो हुन्छ। मान्छेले किनेर लान्छ, साँच्चै राम्रो छ, तर त्यो वर्षौँ भइसक्यो आफै चाहिँ कहिल्यै नुहाउँदैन, आफ्नो लुगा कहिल्यै धुँदैन, तर साबुन बेचै गर्छ। अनि एकजना मान्छेलाई केटालाई झोक चलेछ, यसो हेरेछ यो दाइ के हो, यो दाइले बेचेको सामान राम्रै छ त, तर आफै चाहिँ कहिले पनि त्यसलाई प्रयोग गर्दैन किन भनेर त्यो केटाले गएर सोधेछ, ओ दाइ के हो तपाईँले बेच्नु भएको नुहाउने साबुन राम्रो छ, लुगा धुने साबुन राम्रो छ, आफू चाहिँ जीवनमा कहिले नुहाउनुहुन्न, तपाईँको लुगा कहिले धुनुहुन्न, के हो? उहाँले सरल जवाब दिनुहोस्, भाइ म चाहिँ सप्लायर हुँ, एप्लायर होइन। बुझ्नुहुन्छ, धेरैजना यस्तै छ, यहाँ आएर उफ्रिँदा यस्तो मजाले बोलिदिन्छ, तल पुगेपछि के हुन्छ खोइ कुन चाहिँ आत्माले छु त थाहा छैन।
त्यही भएर चर्चमा प्राय हामी होसियार हुनुपर्छ। तर याद गर्नुपर्ने कुरा चाहिँ नि मिठो कुरा चाहिँ के छ भने प्रियहरू, तपाईँले योसेफलाई विचार गर्नुहोस् न। परमेश्वरले योसेफलाई त्यत्तिकै छान्नु भएको होइन क्या, ऊ साँच्चै नै व्यवहारिक थियो। आमेन, साँच्चै नै व्यवहारिक थियो। त्यही भएर उसले चाहिँ आफूले मन पराएको, आफूले माया गरेको व्यक्तिलाई उसले बचाउन चाहन्थ्यो। त्यही भएर उसले के गरे, त्यो कुराहरू, उसको हृदय कस्तो छ उहाँलाई थाहा छ। कसलाई? परमेश्वरलाई। प्रियहरू, हाम्रो हृदय कस्तो छ, हाम्रो हृदयको विचार कस्तो छ भन्ने कुरा चाहिँ कहिलेकाहीँ श्रीमतीको कुरा पनि श्रीमानलाई, श्रीमानको कुरा श्रीमतीलाई पनि थाहा हुँदैन। तर कसलाई थाहा हुन्छ? केवल परमेश्वरलाई थाहा हुन्छ। यो चाहिँ सत्यता हो। अनि परमेश्वरले अघि आराधना गर्नुहुने हाम्रो बहिनीले भन्दै हुनुहुन्थ्यो, साह्रै मजा लाग्यो होइन। धेरैचोटि हामीले याद गर्नुपर्ने कुरा, धेरैचोटि परमेश्वर तपाईँ र मलाई साँचो रूपमा जान्नुहुन्छ क्या। योसेफलाई परमेश्वरले त्यति बेलाको उनीको निम्ति अचम्मको घटना घट्यो। उनीको निम्ति ओहो यो त नहुनु पर्ने कुरा थियो, भयो भन्ने कुरा भयो। तर त्यो घटना चाहिँ नि अचानक भएको होइन, त्यो घटना चाहिँ परमेश्वरको योजनामा भएको घटना हो। आमेन। प्रिय मण्डली, हामीले याद गर्नुपर्ने कुरा, हामीले बुझ्नुपर्ने कुरा, योसेफको जीवनबाट त्यस्तो टुटेको सपनामा, सपनाद्वारा सत्यताको प्रकाश। म चौथो बुँदातिर गएँ, सपना टुट्यो। तर मलाई थाहा छैन सपना टुट्दा त मान्छे त सुत्दैन त। जोसेफ त निदाएछ क्या। अनि परमेश्वरले उसलाई सपनामा दर्शन दिनुभयो। उसको टुटेको सपनालाई के गर्नुभयो? किन तिम्रो सपना टुट्दैछ भन्ने कुराको प्रकाश दिनुभयो। कति मिठो कुरा छ हेर्नुहोस् त। कहिलेकाहीँ हाम्रो सपनाहरू अलिकति के हुने बित्तिकै हामी भताङगुन्दुको पारिदिन्छौँ। तर जोसेफको सपना, उसको जीवनको कुराहरूलाई परमेश्वरलाई थाहा भयो। अनि आज तपाईँहरूसँग दुईटा कुरा। पहिलो कुरा चाहिँ मरियमलाई स्वर्गदूतले सपनामा दर्शन दिनुभएको हो। हजुर, मरियमलाई। ओके, मरियमलाई सपनामा होइन, मरियमसँग परमेश्वरको गाब्रिएल दूत स्पष्ट रूपमा देखा पर्नुभयो। तर योसेफसँग अथवा जोसेफसँग परमेश्वरको दूत चाहिँ सपनामा आएको छ। अनि मैले विचार गर्थेँ उसको सपना टुटेको थियो, तर यो मान्छे कसरी सुतेको होला? हामी त त्यस्तो भयो भने त रातभरि निद्रा लाग्दैन है। लो अब आँखा खुल्ला हुन्छ, आँखा बन्द गर्न खोज्छु, त्यही कुरा याद आउँछ अनि निद्रा लाग्दैन, मान्छे त्यही भएर पागल हुन्छ। यो त कस्तो साँच्चै नै धार्मिक मान्छे रहेछ, मजाले निदाइदियो। अनि यहाँ दर्शन उसले पाएको छ। मैले कुरा तपाईँको अगाडि भनिसकेको छु है त। लुका 1:26मा हेर्नुभयो भने परमेश्वरको लागि प्रत्यक्ष आमने सामने देखा पर्नु भएको छ, तर योसेफको लागि सपनामा। अब के योसेफको बुबाको नाम दाउद नै हो त? यो प्रश्न छ क्या। किन भन्दा के भनेको छ? स्वर्गदूतको सम्बोधन योसेफ दाउदको छोरा भनेर सम्बोधन गरेको छ। किन योसेफलाई दाउदसँग जोड्न पर्यो स्वर्गदूतले? किनभने हामीले बाइबल पढ्यो भने त योसेफको बुवाको नाम के थियो? याकुब थियो, दाउद थिएन। तर किन दाउद? कारण किन भन्दा तिमी चाहिँ कुन वंशको हो? दाउद वंशको। परमेश्वरले के संसारको राजा, उद्धारकर्ता, मुक्तिदाता कसको वंशबाट जन्मनु भएको छ भन्ने कुरा चाहिँ भविष्यवाणी गरेको कुरा चाहिँ पुरा हुँदै थियो। त्यो पुरा हुनको निम्ति परमेश्वरले दाउद वंशबाट, तिमी दाउद वंशको कारणले गर्दा तिमीबाट यो कुरा पुरा हुँदैछ परमेश्वरले भन्दै हुनुहुन्थ्यो। मरियमको गर्भमा हुनुहुने पवित्र आत्माबाट हुनुहुन्छ, त्यो स्पष्ट पार्दै हुनुहुन्छ। तर कतिचोटि तपाईँले, मैले बाइबल पढ्दा यस्तो प्रश्न पनि आउन सक्छ, अनि मलाई पनि कहिलेकाहीँ आउँछ, प्रभु यो किन मरियमलाई र योसेफलाई मात्रै खुसक्क भन्नुभएको हौ? सबैले सुन्ने गरी भनेको भए त कति राम्रो हुन्थ्यो होला। आकाशबाट होइन, किनभने हामीलाई थाहा छ बादलबाट आवाज आएको कुराहरू बाइबलमा थुप्रै ठाउँमा घटना पाउँछौँ। यिनी मेरा प्रिय पुत्र हुन् भनेर वर्षपछि बादलबाट आवाज आएको छ। एलिया र मोसा
येशू ख्रीष्टसँग भेटघाट हुँदाखेरि त्यहाँबाट पनि बादलबाट आवाज आएको कुरा देख्छौँ। तर यहाँ चाहिँ किन त? कहिलेकाहीँ त्यो प्रश्न आउन सक्छ। स्वाभाविकै हो, सबैजनालाई थाहा भएको भए के हुन्थ्यो भन्ने स्वाभाविक कुरा नै हो। तर किन कन्याबाट जन्मनु पर्छ, यो चाहिँ याद गर्नुपर्ने कुरा। अघि नै हाम्रो बहिनीले त्यो बाइबल खण्डलाई भनिसक्नु भएको छ। किन कन्याबाट? कन्याबाट नै किन जन्मनु पर्यो त? मानवीय कार्य अनुसार एउटा परिवार बन्छ, श्रीमान श्रीमती हुन्छ, श्रीमान श्रीमतीबाट जन्मेको बालकबाट नै किन उद्धार र मुक्तिको कुरा आएन? यसको लागि उत्पत्ति 3 अध्यायतिर जानुपर्छ, किनभने त्यहाँ सबैभन्दा पहिलो संसारको पुत्र जन्मने कुरा एउटा छोरी मान्छेलाई मात्र अधिकार दिएको कुरा देख्छौँ। हब्बालाई के भन्नुभयो परमेश्वरले? हैन, त्यहीबाट खालि एउटा छोरी मान्छेबाट मात्रै भन्ने कुरा हामी देख्छौँ है। त्यो बारेमा अलिकति बाइबल खण्ड हेरौँ। धर्मशास्त्रमा लेखिएको वचन पुरा हुन कन्याबाट नै जन्मनु पर्थ्यो। मत्ती 1:22 जुन हामीले हेऱ्यौँ, उत्पत्ति 3:15। तर यहाँ चाहिँ एउटा बाइबल खण्ड पढौँ साथै। यसकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ, हेर कन्या गर्भवती हुनेछ, त्यसले एउटा छोरो जन्माउनेछ र उनको नाम इमानुएल राखिनेछ। यही कुरा योसेफ, तिमी र मरियमबाट, र मरियममा जो हुनुहुन्छ उहाँ पवित्र आत्माबाट मात्र हुनुहुन्छ, अरूबाट होइन भनेर यहाँ बुझाउनु भएको घटना हामी देख्छौँ। यसमा हामी बुझौँ। मैले 21 पद तपाईँलाई र मलाई दोहोऱ्याएर पढ्न लगाएको थिएँ, म आफैले पनि त्यो पढाएको थिएँ। त्यतातिर अलिकति फर्कौँ है त। किन 21 पद म फर्किँदैछु हेरौँ है त। यहाँ तिनले एउटा पुत्र जन्माउने छिन्, तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूको पापबाट बचाउनु हुनेछ। किनभने उहाँले मानिसहरूलाई मात्रै छ क्या अहिले मण्डलीमा। यो शब्द बिर्सिसक्नु भयो। मलाई एकजनाले यसो भन्नुभयो, म चाहिँ नानीको बिच सेवा गर्ने भएको कारणले गर्दाखेरि हामी नानीहरूलाई प्रसार गर्छौँ। येशू ख्रीष्टको अहिले पनि ट्र्याक्सहरू छ, नानीहरूलाई दिने ट्र्याक्सहरू छापेको छ, अनि त्यो ट्र्याक्स हामी बाँड्छौँ, नानीहरूबाट नानीहरूलाई दिने काम गर्छौँ। अनि हाम्रो मण्डली पनि त्यो नानीहरूबाटै सुरु भएको, अनुग्रह मण्डली इटरी। नानीहरूलाई हामीले फ्रीमा ट्युसन पढाउँथ्यौँ, अनि म बसेको ट्रान्सपोर्ट लाइनमा ट्युसनहरू पढाउँथ्यौँ, उनीहरूलाई यीशुको बारेमा सिकाउँथ्यौँ, गीतहरू सिकाउँथ्यौँ। उनीहरूले गएर गीत गाउँदो रहेछ, अनि नानीहरू घरमा गएर गीत गाउँदा बाउमा तिन्दङ्ग पर्दो रहेछ होइन। सुरुमा हामीले नानीहरूलाई सिकाएको गीतहरू, Two little eyes to bling, bling, bling. Two little eyes to bling, bling, bling. God give me two little eyes to bling, bling, bling. नानीले गएर ब्लिङ ब्लिङ गर्दा बाउमा झिमिक झिमिक गर्दो रहेछ है। सुरुवात त्यसरी भयो के। Two little hands to clap, clap, clap. Two little feet to walk, walk, walk. One little heart to love, love, love. यहाँ येशूको नाम छैन। यो त येशूको नाम रहेनछ होइन क्या, तर यहीबाट प्रचार भयो। हामीले गीत छान्थ्यौँ, आजको दिन उनले सृजेका भन्ने गीत नानीहरूलाई सिकाउँथ्यौँ। त्यहीबाट हामीले प्रभुमा परिवारलाई जित्यौँ। प्रियहरू, यहाँ याद गर्नुपर्ने कुरा के भन्दा धेरैवटा ठाउँमा हाम्रो आफ्नो छोराछोरीहरू येशूमा बाँचेको छ कि छैन बाउ आमालाई थाहा छैन। त्यही भएर म आज अलिकति तपाईँहरूसँग यो विषयमा पनि बातचित गर्न चाहन्छु। ओके, येशू हिब्रू नाउँ यहोशूको ग्रीक अनुवाद हो। यसको वास्तविक अर्थ चाहिँ प्रभुले उद्धार गर्नुहुन्छ, अर्थात् मुक्ति स्वर्गमुनि मानिसको बिचमा केवल येशू ख्रीष्ट मात्र भनेर येशू नाम राख्नु भनेर परमेश्वरले अथवा आफ्नो स्वर्गदूतद्वारा योसेफलाई भन्नुभयो, येशू नै राख्नु है नाम। त्यसको अर्थ थियो मुक्तिदाता। यो हामीले बुझ्छौँ, यो धेरैचोटि प्रचार गरेको सुनेका छौँ, तर याद गर्नुपर्ने कुरा कसलाई पापबाट बचाउनुहुन्छ। अनि मेरो यहाँ प्रश्न, प्रिय बुबा आमा, हाम्रो नानीहरू जन्मन्छ नि, हाम्रो नानीहरू जन्मन्छ अनि उनीहरू स्वर्ग सिधै जान पाउँछ है, क्रिस्चियन परिवार जन्मेको नानीहरू हो? यदि होइन भने
हामी किन त्यो विषयमा त्यति लागि पर्दैनौँ त, त्यति सोच्दैनौँ त? संसारको लागि हामी लाखौँ पैसा खर्च गर्न तयार हुन्छौँ, खर्च गरिरहेछौँ होइन? अहिले अब मेरो नानीले, जेठी छोरीले स्टाफ नर्स सकेको, उसको लागि लाखौँ पैसा खर्च भयो। छोराले आइटी पढ्यो, अहिले बाहिर पनि आइटी पढ्दैछ, उसको लागि लाखौँ पैसा खर्च भयो। खर्च हुन्छ, खर्च नगर्नु भनेको होइन, तर त्योभन्दा पनि मुख्य कुरा हामी बिर्सन्छौँ, उसको जीवन बचाउने कुरा चाहिँ। याद गर्नुहोस्, उसको जीवन बचाउनु भनेको चाहिँ उसले व्यक्तिगत रूपमा येशूलाई चिन्न पर्छ, व्यक्तिगत रूपमा येशूलाई ग्रहण गर्न पर्छ। मैले पनि 2050 साल जेठ महिना 11 गते साँझको 5 बजे येशूलाई विश्वास गरेको। मलाई सबै थाहा छ। मलाई विश्वास गराउने हाम्रो थसिकेलमा हुनुहुन्छ, त्यहाँको गुरुआमा गोमा सुब्बा, उहाँले विश्वास गराउनु भएको। मलाई थाहा छ, किन भन्दा मैले मेरो आमाको गर्भबाट जन्मेको दिन सँगसँगै मेरो लागि अर्को महत्त्वपूर्ण दिन चाहिँ, सबैभन्दा महत्त्वपूर्ण दिन चाहिँ येशूलाई विश्वास गरेको दिन हो। त्यो हाम्रो छोराछोरीलाई थाहा हुनुपर्छ, मैले येशूलाई विश्वास गरेको दिन चाहिँ यो हो भनेर। किन थाहा छ? त्यसको एउटै मात्रै कारण छ, संसारको जुनसुकै कुनामा जाओस् न, तपाईबाट मात्र होइन कि सृष्टिकर्ता परमेश्वरको डर र भयमा पनि जिउँछ। आमेन। याद गर्नुपर्ने कुरा। तर कसलाई मात्र बचाउनुहुन्छ? मैले यो कुरा भनिसकेको छु, आफ्ना मानिसहरूलाई, जसले येशूलाई आफ्नो बनाउनुहुन्छ, जसले येशूलाई मेरो प्रभु र मुक्तिदाता भन्नुहुन्छ, उहाँलाई मात्रै बचाउनुहुन्छ। यो मेरो व्यक्तिगत कुरा होइन है। म ती यो 1:21 लाई फेरि गएर पढ्नुहोस्, यसलाई अझै मनन गर्नुहोस्। उहाँले मानिसहरूलाई मात्र भन्नुभएको छैन, आफ्ना मानिसहरूलाई। आफ्नो भनेको को? जसले येशूलाई विश्वास गर्छ है, हामीलाई थाहा छ नि। तर जसले उहाँमाथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ। उहाँमाथि जसले विश्वास गर्छ उसले मात्र, विश्वास नगर्नेले होइन। वर्षौं वर्ष चर्च आउन थालेको तर येशूलाई विश्वास गरेको छैन भने काम छैन। एउटा प्रश्न सोध्छु है हजुरलाई, क्रिस्चियनहरूलाई दुष्ट आत्माले, भूत आत्माले छुन्छ? हजुर छुन्छ? तर छुँदो रहेछ नि त कतिजनालाई। हाम्रो एकजना बहिनी विवाह गरेर जानुभयो, विवाह गरेर जानुभएपछि दुष्ट आत्माले छुनुभयो। उहाँलाई दुष्ट आत्माले दुरक्कै पार, सबैजना गएर प्रार्थना गरेर। हाम्रो एकजना राजन भाइले भन्नुहुन्थ्यो, आकाश दाई कहिले कतै एकजना पास्टरले भनेको याद आउँछ भने के भन्नुभयो भने, पास्टरले दुष्ट आत्माको लागि प्रार्थना धेरै वर्ष गर्नुभयो अरे, निकै भएन अरे, त्यो मान्छे दुष्ट आत्मा छोड्दै गएन। त जाँदिन भन्छ दुष्ट, जाँदिन, त्यसो भए त बस, म जान्छु भनेर ऊ गयो अरे के। विचार गर्नुहुन्छ? त्यो बहिनीलाई दुष्ट आत्माले छुए के। एकजना प्रचारकले गएर सोधेछ, बहिनी तपाईँले येशूलाई विश्वास गर्नुभएको छ? विश्वास गर्नु? म त कहाँ, क्वायर क्रिस्चियन परिवार जन्मेको मान्छे, क्वायरमा गीत गाउने मान्छे, कहाँ विश्वास गर्नु भएको छैन? छैन। सन्डे स्कुलको टिचरलाई गएर सोध्यो, हामीलाई थाहा छैन। बाउ मलाई सोध्यो, हामीलाई थाहा छैन। त्यसो भए येशूलाई विश्वास गर्नुहोस्। याद गर्नुहोस्, यो पवित्र बिहा गरेको पास्टर बुवाले हात बाँधेर पवित्र बिहा गरेको बहिनीले पछि मात्रै येशूलाई ग्रहण गर्नुभयो, दुष्ट आत्मा निस्केर गयो। हालेलुया। त्यसकारणले आफ्ना मानिसहरूलाई बचाउन आउनु भएको, जसले येशूलाई आफ्नो भनेर आफ्नो जीवनमा स्वीकार गर्छ। अन्तिम कुरा, अनिश्चितताको आज्ञाकारिताले अनन्त आशिष ल्याउँछ। अब यो चाहिँ के कुरा, मिठो कुरा छ प्रियहरू। जब तपाईँ मेरो जीवनमा सबै ढोकाहरू बन्द हुन्छ नि, तर पनि धैर्य भएर बस्ने मान्छेहरूको लागि मात्र यो कुरा हो। उसले आफ्नो श्रीमतीलाई स्वीकार गरिन् होइन, मरियमलाई स्वीकार गरियो, हामीलाई थाहा छ। त्यसपछि मुक्तिदाताको बुबा बन्ने योसेफ। योभन्दा ठुलो कुरा के हुन सक्छ प्रिय? याद गर्नुहोस् त, संसारको मुक्तिदाताको बुबा बन्ने परमेश्वरले केवल योसेफलाई मात्र तुल्याउनु भयो, केवल योसेफलाई। किन? एउटै कारण छ, उसको जीवनको अनिश्चितताको कुरामा ऊ हडबडाएन, तर ऊ आज्ञाकारी बन्यो। आफ्नो जीवन परमेश्वरमा समर्पण गर्यो, आफ्नो जीवन परमेश्वरलाई दियो। कहाँ त्यस्तो हुन्छ? हुँदैन। पवित्र आत्माले गर्नुभएछ तर पनि हुँदैन। कहाँ हुन्छ त्यस्तो भन्नेहरू पनि होला कतिजना त। तर योसेफले के गर्यो भन्नुहोस् त? त्यो
नाम, त्यो उपाधि, त्यो ठाउँ पाए क्या प्रियहरू। त्यसको एउटै कारण थियो, अनिश्चितताको आज्ञाकारिताले अनन्तको आशिष ल्याउँछ। जब तपाईँ मेरो जीवनमा त्यो थुप्रै प्रकारको कुरा आउँछ, त्यसको परिणाम चाहिँ नि असल हुने कि खराब हुने तपाईँकै हातमा छ, अनि त्यो मेरो हातमा छ। अन्तिममा तपाईँ मेरो जीवनमा यस्तो प्रकारको कालो बादलले देखिराखेको सपना हो, हुँदै गरेको सबै कुरा तपाईँ र मेरोसँग छ, तर पनि कहिलेकाहीँ यस्तो कालो बादल आइपुग्छ। हाम्रो जीवनमा कालो बादल आएमा, अनिश्चितताको बाटो देखा परेमा हामी के गर्छौँ? छोटछाड गरेर हिँड्छौँ। तर यो बिर्सिन्छौँ कि धैर्यमान हुनुपर्छ। हामी बिर्सन्छौँ कि योसेफ जस्तो सकारात्मक विचार हुनुपर्छ। प्रभु मेरो जीवनमा यो हुन आयो, तर मलाई थाहा छ यो कुराले मेरो जीवनमा ठुलो गवाई ल्याउँछ। आमेन। मैले हिजो अस्ति मात्र एकजना भाइलाई एकदमै गाह्रो भइरहेछ, अब हामी गएर तुरुन्तै भेट्नु पर्नेछ। अनि यहाँबाट हामीले काउन्सिलिङ गर्दै थियौँ, मेरो छोरी आफैले पनि काउन्सिलिङ गर्दै थियो होइन। त्यो भाइसँग बसेर बातचित गर्नुपर्ने छ। हामी मङ्गलबार फर्काउँछौँ अनि त्यो बाबुलाई गएर भेटेर उसँग समय बिताउनु पर्नेछ। उसको सबै कुराहरू बन्द भयो जस्तो लाग्छ। मैले उसलाई भन्दै थिएँ, हेर तिमीलाई थाहा छ, तिमीलाई अहिले यो अवस्थामा तिमी छौ नि, यो अवस्थाबाट जब तिमी निस्कन्छौ नि, त्यो अवस्थामा भएकोहरूलाई तिमीले गवाई बाँड्न सक्छौ, तिमीले आशिष दिन सक्छौ। मेरो जीवनमा आएको कठिनाइले मेरो जीवन कस्तो मोड ल्यायो, म कसरी धैर्यमान भएँ, परमेश्वरले मलाई कसरी फेरि उठाउनु भयो, तिम्रो जीवनको गवाई हुनेछ। प्रियहरू, याद गर्नुपर्ने कुरा, सबैको जीवनमा यो कुरा आउँछ, तर बिस्तारै कालो बादल हट्छ, सेतो कुरा बादल आउँछ। अनि याद गर्नुपर्ने कुरा, सेतो बादल साथमा अनुग्रह र आशिषले भरिएको गवाईको जीवन प्राप्त हुन्छ। त्यो तपाईँको निम्ति हो, त्यो मेरो निम्ति हो। जाँदा जाँदै अन्तिम एउटा उदाहरण बताएर म वचनलाई राख्न चाहन्छु है। मैले अन्तिम यही चोटि मात्र भने होला कि अघि पनि भने अन्तिम भनिन होइन? नै त कहिलेकाहीँ गाह्रो हुन्छ। हाम्रो पूर्वाञ्चलमा एउटा कन्फरेन्समा एकजना वक्ताले जति बेला पनि अन्तिम भन्ने विचार थिएको थियो क्या पनि, अन्तिम अब अन्तिम भन्नु दर्छ। अनि एकजना लिम्बू पास्टर चाहिँ अगाडि बसेर सुनिराख्नु भएको छ, अन्तिम हौ यसले त 32 चोटि अन्तिम भन्यो गर्नुभएछ। अब कति अन्तिम भन्छ, तँ चाहिँ बासमा त लाग्यो भने हिँड्नु भएको छ उहाँ त होइन। यो मेरो अन्तिमै हो त। ओके, सबैको हात एकछिन यसो गर्नुहोस् ल, यसो गर्नुहोस्। गर्नुभयो? एकजना व्यक्तिले यसरी नै वचन प्रचार गर्दै गर्दा त्यो कतिजना त वचन सुन्नु मन नलाग्ने व्यक्तिहरू हुन्छ नि होइन। अनि त्यो ग्रुपमा समूहमा एकजना जुरुक्क उठेछ, हात यसो गरेछ, अनि यसो भनेछ, हेलो भनेर भन्नुभएछ। हजुर भन्नुहोस्, तपाईँ एकदमै बुद्धिमान हुँदो हो कि होइन केटा? हो, सबै केटाले हो उहाँ बुद्धिमान हुँदो रहेछ। गिल्ला गर्ने हुन्छ नि त होइन। अनि तपाईँ एकदम बुद्धिमान हुनुहुन्छ भने लु भन्नुहोस् त, मेरो हातमा पुतली छ कि यो मरेको छ कि जिउँदो छ भन्नुहोस् त भनेछ। उसको हातमा के छ? यसरी राखेको पुतली छ। अनि प्रचारकले यसो हेर्नु भएछ त्यो कलिलो भाइ बहिनीहरूलाई, अनि उहाँले भन्नुभएछ, भाइ त्यो पुतलीको जीवन चाहिँ तिम्रो हातमा छ। उसले सोधेको प्रश्नको जवाब मिल्यो? हजुर मिलेन। कि मरेको छ भन्नु पऱ्यो कि नि जिउँदो छ भन्नु, तर के भन्नुभयो? त्यो पुतलीको जीवन चाहिँ तिम्रो हातमा छ। किन भन्दाखेरि त्यो केटाहरूले विचार गरेको छ, मरेको छ भन्यो भने के गर्ने? पुतलीले उडाइदिने। जिउँदो छ भन्यो भने यसो गर्ने पुतली गए त हो, कसले देख्छ र? यी मरेको छ भनेर मूर्ख बनाउने। कहिलेकाहीँ तपाईँ मेरो जीवन त्यो पुतली जस्तै छ है प्रियहरू। त्यसलाई समस्या आउँदा, अप्ठ्यारो परिस्थिति आउँदा त्यसलाई निचारेर, आफू पनि निचारेर बस्ने हो कि परमेश्वरले मलाई पुतली जस्तो जीवनबाट फेरि नयाँ सुरुवात गरिदिनुहुन्छ, झुसुले किराबाट पुतली आए जस्तै। आमेन। परमेश्वरले तपाईँहरूको जीवनमा प्रशस्त आशिष दिनुभएको होस्। परमेश्वरलाई धेरै धेरै धन्यवाद, र मलाई समय दिनुहुने मण्डली परिवारलाई पनि धन्यवाद। जय मसीह।